I thank the Lord also for giving me this privilege to stand before you and share the message. अनि जुन यो परमेश्वरले मलाई एउटा मौका परमेश्वरको महिमाको लागि दिनुभएको छ त्यसको लागि म परमेश्वरलाई पनि धन्यवाद दिन चाहन्छु. At the same time, I would like to thank Pastor also. अनि त्यसरी नै म पास्टरलाई पनि धन्यवाद दिन चाहन्छु. And as we all come together in one heart and as we listen, let us be open to the Holy Spirit that what He wants to speak to us today. अनि जसरी यहाँनिर हामी एकसाथ भेला भएको छौँ त्यसरी नै हाम्रो हृदय पनि हामी एकसाथ खोलौँ ताकि आज पवित्र आत्माले हाम्रो माझमा के भन्नु चाहनुहुन्छ हामी त्यो कुरालाई जान्न सकौँ. So if you have your Bible, let's all turn to Luke chapter 10. अनि यदि हजुरहरुसँग हजुरहरुको बाइबल छ भने चाहिँ यो समय चाहिँ लुका 10 लाई खोल्नुहोस्. And today we will go through the verses like from 25 to 37. अनि आजको दिनमा चाहिँ हामी त्यो पद चाहिँ हामी 25 देखि 37 सम्म हामी हेर्ने छौं. And in this chapter, like Luke chapter 10 verse 25 to 37, it speaks about the Good Samaritan. अनि यो जुन 25 अध्यायको आज 10 को 25 अध्यायदेखि 37 सम्म चाहिँ आज यहाँनिर चाहिँ एउटा असल सामरीको विषयमा लेखिएको छ. And we all know this story. अनि हामी सबैजनाले यो कथाको बारेमा थाहा छ. Like the Sunday school children also knows, and every one of us have, even if we are new in the Christian also. क्रिस्चियनताको बारेमा अनि हामी सायद कोही नयाँ छ भने पनि हल्का रूपमा चाहिँ यसको विषयमा सायद जान्नुहुन्छ होला. And in this story, as in verse 25, let's read, okay? And behold, a certain lawyer stood up and tested him, saying, "Teacher, what shall I do to inherit eternal life?" अनि हामी 25 लाई पढ्ने छौं 10 को 25 लाई. अनि यहाँनिर चाहिँ यसरी लेखिएको छ, व्यवस्थाको एकजना पण्डित उहाँको परीक्षा गर्न खडा भएर यो प्रश्न गरे, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ? Here there is a person who is very expert in the law. He come before Jesus and he said, "Oh, tell me, Jesus, tell me, teacher, what shall I do to inherit the eternal life?" अनि यहाँनिर चाहिँ एकदमै प्रख्यात व्यक्ति अथवा एकदमै शिक्षित व्यक्ति आएर चाहिँ यहाँनिर चाहिँ भनिरहेको छन् कि मैले चाहिँ अनन्त जीवन पाउनको लागि चाहिँ मैले के गर्नुपर्छ भनेर. And in verse 26, Jesus says to him, अनि यहाँ 26 पदमा चाहिँ येशू ख्रीष्टले उहाँलाई भन्नुहुन्छ, what is written in the law and what is your reading of it? अनि यहाँनिर चाहिँ यसरी भन्नुभएको छ, व्यवस्थामा के लेखिएको छ तिमीले के पढ्यौ? You know, he is very expert in law, but he was asking Jesus that what shall I do to inherit the eternal life? But Jesus knew the heart of this person. अनि व्यवस्थामा अथवा परमेश्वरको जति पनि नियमहरू पुस्तकमा लेखिएको छ उ चाहिँ एकदमै त्यो कुराहरुमा जान्ने व्यक्ति हुनुहुन्छ. तर पनि येशू ख्रीष्टको मनमा चाहिँ उहाँको हृदय चाहिँ कस्तो रहेछ भनेर त्यो व्यक्ति चाहिँ आज जाँच्नको लागि चाहिँ उहाँसँग आएको हो. And then Jesus knew the heart of that person in what attitude that he's coming. अनि परमेश्वरले चाहिँ आज त्यो व्यक्तिले चाहिँ कुन सोच विचारमा उ चाहिँ उहाँसँग आइरहेको छ भनेर उहाँले जान्नुहुन्थ्यो. So Jesus again asked back the question to him. अनि यस कारणले गर्दा चाहिँ येशू ख्रीष्टले चाहिँ फेरि पनि त्यही प्रश्नलाई चाहिँ उसलाई नै सोध्नु भएको छ. He asked again, what is it that is written in the law and what do you understand with it? अनि उहाँले चाहिँ भन्नुभएको छ कि व्यवस्थामा चाहिँ के लेखिएको छ अनि तिमीले चाहिँ के पढ्यौ? So in verse 27 he says, so he answered and said, "You shall love the Lord your God with all your heart, with all your soul, with all your strength, and with all your mind, and your neighbor as yourself." अनि यहाँनिर यसरी लेखिएको छ. अनि उहाँले चाहिँ यसरी उत्तर दिनुभयो, तिनले भने तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर. In verse 28 he says, and he said to him, "You have answered rightly, do this and you will live."
अनि परमेश्वरले चाहिँ उहाँले यसरी भन्नुभयो 28 पदमा चाहिँ परमेश्वरले उहाँले तिमीलाई भन्नुभयो तिमीले ठिक जवाब दियौ त्यसै गरेर तिमी जिउने छौ. So Jesus knew the heart attitude, yeah? He knew the heart attitude. So he asked him back a question, and he himself answered that question that he asked, and then he might have thought that, oh, Jesus might will appreciate him so, like, oh yeah, you're so good. He might have thought that, but what Jesus says that, yes, you have answered very rightly, so you do and you live. अनि यहाँनिर चाहिँ हामीले देख्न सक्छौँ आज यीशु ख्रीष्टलाई चाहिँ यो व्यक्तिले आएर प्रश्न गर्नुभएको छ अनि यीशु ख्रीष्टले चाहिँ अगाडिबाट नि जान्नुहुन्थ्यो उसले चाहिँ कुन रूपमा आज यो प्रश्नहरू गरिरहेको छ भनेर. अनि यस कारणले गर्दा चाहिँ यीशु ख्रीष्टले उहाँलाई नि उल्टै त्यही प्रश्न गर्नुभयो. अनि जब उसले उत्तर दियो अनि उसलाई लाग्थ्यो होला परमेश्वरले चाहिँ मलाई ओ तिमीले कति असल उत्तर दिएको भनेर एकदमै उहाँले कृतज्ञता देखाउनुहुन्थ्यो भनेर उसले सोच्नु सकेको हुन्छ. तर यहाँ यीशु ख्रीष्टले चाहिँ के भन्नुभएको छ भने चाहिँ तिमीले ठिकै जवाब दियौ अनि त्यही अनुसार तिमी चाहिँ तिम्रो जीवन जिउ भनेर उहाँले भन्नुभयो. So when Jesus said that, and again in verse 29 he said, but he wanting to justify himself said to Jesus, and who is my neighbor? तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने मेरो छिमेकी चाहिँ को हो त? So he wanted to justify himself, and so he asked Jesus one question, who is my neighbor? अनि उ चाहिँ आफैलाई धार्मिक व्यक्ति जस्तो उ दर्शाउन चाहन्थे अथवा देखाउन चाहन्थे. यस कारणले गर्दा उसले चाहिँ सोधे कि आज मेरो छिमेकी चाहिँ को हो त येशू भनेर. So then Jesus did not say that he is your neighbor, she is your neighbor, or they are your neighbor, but Jesus started to narrate a story. तर येशू ख्रीष्टले यहाँनिर चाहिँ तिम्रो छिमेकी चाहिँ ऊ हो अथवा यो हो भनेर उहाँले केही पनि भन्नु भएन. तर उहाँले चाहिँ एउटा दृष्टान्त अथवा कुनै कथा भन्न लाग्नु भयो. In verse 30 it says, then Jesus answered and said, a certain man went down from Jerusalem to Jericho and fell among the thieves, who stripped him of his clothing, wounded him, and departed, and leaving him half dead. येशूले जवाब दिनुभयो एकजना मानिस यरुशलेमबाट यरिहोतिर जाँदै थियो. त्यो डाकुहरूको फेला पर्यो. तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटेर अधमरो पारी छोडेर गए. So here it says that like from Jerusalem to Jericho it's 17 miles, and that road was a very lonely road. Everyone is scared to pass through that road because that road means you should not stop. If you start walking, then till you reach your destination, you have to keep on walking because that place is a dangerous place. Because that place will be like there's lots of robbers that can rob you, or they will rob you or kill you. So many things can happen in between that 17 miles. अनि यो जुन यरुशलेमबाट यरिहोतिर भनिएको छ अनि यो बाटोमा चाहिँ यो कतिको लम्बाइ छ भने चाहिँ 17 माइल टाढा छ. अनि यसमा चाहिँ हिँड्दाखेरि चाहिँ यो चाहिँ एकदमै डरलाग्दो ठाउँ हो. अनि यदि त्यो बाटो भएर कोही गइरहेको छ भने चाहिँ उ चाहिँ उसको यात्रा चाहिँ बीचमा बिसाउनु हुँदैन, तर उ चाहिँ यात्रामा लागि नै रहनु पर्दछ. यदि रोक्यो भने चाहिँ त्यहाँनिर चाहिँ धेरै डाकुहरू हुँदछन् अनि डाकुहरूले चाहिँ आज लुट्ने अथवा चोर्ने हुँदछ. When Jesus told these stories, I think the people, because it was during the time that was happening, so they could have imagined that, yes, that's a dangerous road. अनि मलाई लाग्छ सायद जब येशू ख्रीष्टले यो कुराहरू भनिरहनु भएको थियो अनि मानिसहरूलाई यो यरुदेखि यरुशलेमसम्म भन्दा उनीहरूले सायद उनीहरूको कल्पनामा उनीहरूले विचार गरे होला अनि उनीहरूले पनि यो कुरा महसुस गरे होला कि हो त्यो बाटो चाहिँ एकदमै डरलाग्दो छ, खतरनाक बाटो हो अनि त्यो ठाउँमा चाहिँ यस्तै हुँदछ भनेर उनीहरूले सायद भने होला. So the man that one Jewish man, he was walking. This man was walking, and when he was walking down the same road, he was being caught by the robber. He was steal from all the possession that he has, and then he was stripped off from his clothing. He was naked, and he was beaten, wounded, and he was left there half dead.
अनि यसकारणले गर्दा यो यहुदी व्यक्ति चाहिँ जब त्यो बाटो भएर गइरहेको थियो उसमाथि चाहिँ एउटा आक्रमण गर्यो अनि उसलाई चाहिँ कुटाइ गर्यो अनि उ चाहिँ एकदमै आत्मरो भएर चाहिँ उ त्यहाँनिर लडिरहेका थिए. So the condition of this man who is been wounded, he doesn't have any hope. That's the place, a very deserted place. No one will come to help him. It's he alone that he is there alone, like with all the wounds, and he's about to die. But in his heart, maybe he was wanting, let someone come and help me. Maybe he was crying out inside of him. अनि सायद लाग्छ यो व्यक्ति चाहिँ जुन अवस्थामा थिए उसलाई जुन अवस्थामा छोडिएको थियो उ चाहिँ एकदमै आश रहित आश बिनाको अवस्थामा थियो अनि यो चाहिँ एउटा मरुभूमि भएको बाटो भएको कारणले गर्दाखेरि उसले सायद आवाज उठाइरहेको थियो होला कि कोही व्यक्ति चाहिँ आएर मलाई बचाउन सकेको होस् मलाई कसैले आएर सहयोग गर्न सकेको होस् भनेर. But he might be there. Oh, it's only like only 1% chances he may be there. I think like this place is deserted. No one will come. But like in any way also, if there is someone who comes and help me in this time, like I'm so desperate for help, he might be crying out there. अनि हुन सक्छ त्यो एउटा ठाउँ चाहिँ मरुभूमि भएको कारणले गर्दाखेरि चाहिँ उसले चाहिँ विचार गर्दै थियो होला कोही यदि म यस्तो ठाउँमा छु अनि यस्तो ठाउँमा भएको कारणले गर्दाखेरि चाहिँ यदि कोही व्यक्ति आउँछ भने पनि 100मा 1% व्यक्ति आउने चाहिँ एउटा चान्स छ अनि यदि उ आयो भने चाहिँ मलाई चाहिँ एकदमै सहयोग मिल्नेछ किनभने म चाहिँ एकदमै एउटा सहयोगको खाँचोमा छु भनेर सोचिरहेको हुन सक्छ. So at that time like Jesus continued saying that, and now by chance a certain priest came down that road. अनि यस कारणले गर्दाखेरि चाहिँ यहाँनिर येशू ख्रीष्टले पनि भन्नुभएको छ कि सहयोगले एकजना पुजारी त्यही बाटो भएर जाँदै थियो. And when he saw him, he passed by on the other side. र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो. So he's suffering, yeah, he's suffering, he needs help, he is like no hope for him, he cannot do anything because he's beaten up, he's half dead, he's naked, he's raw, he's empty. Nothing can be done by himself. He's helpless, so helpless. But at that time a priest come. अनि यहाँनिर हामीले हेर्यौं भने चाहिँ उ चाहिँ एकदमै दुःखको समयमा छ यो व्यक्ति चाहिँ जो चाहिँ लुटिएको थियो अनि उ चाहिँ एकदमै खालीपन उसकोमा चाहिँ केही नभए जस्तो एकदमै आफूले केही पनि गर्न नसकेको अवस्थामा उ छ अनि उ चाहिँ एकदमै सहयोगमा एउटा अडिरहेको छ कसैले सहयोग गर्छ कि भनेर. So when this priest came, he saw that person was in need. अनि जब त्यो पुजारी चाहिँ त्यो बाटो भएर आयो अनि त्यतिखेर उसले देख्दछन् कि यो व्यक्तिलाई चाहिँ एउटा सहयोगको खाँचो छ. He knew that he need help because he's helpless. He's been robbed. You could see it. He know that he needs. He could see it, and he could help it him also. अनि त्यो पुजारीले चाहिँ त्यो व्यक्तिलाई देख्दछन् अनि उसलाई थाहा हुन्छ कि यो व्यक्ति चाहिँ एउटा सहयोगको खाँचोमा छ भनेर उसले जान्दछन् अनि उसले यदि चाहेको भयो त्यो व्यक्तिलाई उसले सहायता गर्न सक्छन्. But if we see in the Bible, the priests also have lots of things to do because in the laws it says that the priest cannot touch a dead man. If he touched a dead man, then he needs to purify himself. अनि हामीलाई थाहा छ आज पुजारीको चाहिँ धेरैवटा कुराहरू कामहरू गर्नुपर्ने हुँदछ अनि हामीलाई थाहा छ कि हामीले बाइबलमा पढ्यौं भने चाहिँ त्यहाँनिर लेखिएको छ कि आज पुजारीले चाहिँ कुनै पनि फाल्तु व्यक्तिलाई अथवा मृत भएको व्यक्तिहरूलाई छुनु हुँदैन अनि उसले चाहिँ यदि छोइहाल्यो भने पनि उसले चाहिँ आफूलाई चोखो गराउनु पर्दछ. And if he's coming down from Jerusalem, that means he performs some like his priestly service in the temple. अनि यदि उ चाहिँ यरुशलेमको बाटो भएर आउँदैछन् भने चाहिँ हामीले त्यहाँबाट जान्दछौं कि उसले चाहिँ एउटा जुन पुजारीले गर्नुपर्ने जुन एउटा भागहरू हुँदछ अथवा भूमिका हुँदछ उसले चाहिँ त्यो निभाएर चाहिँ उ त्यो बाटो भएर आउँदै थिए. And after spending days in the temple and performing all his duties, he might be coming down to his family maybe.
अनि हुन सक्छ कि उसले जुन एउटा भूमिकाहरू उसले निभाउनु पर्दछ, एउटा पुजारीले जुन निभाउनु पर्ने हुँदथ्यो, आज त्यो निभाएर चाहिँ ऊ चाहिँ एउटा उसको परिवारलाई भेट्नको लागि त्यो बाटो भएर आउँदै गरेका हुन सक्छ। He's hurrying home because he wants to meet his family, or he wants to do. He has lots of things to do in Jericho. अनि ऊ चाहिँ सायद हतार गरेर आउँदै थियो होला, किनभने यरीकोमा पुगेर चाहिँ उसको धेरै कामहरू हुन सक्छ उसले गर्नुपर्ने। So he might have looked at him, but like at the same time he said, "Oh, no, let me not touch him. Let me not put my hand in this trouble." अनि सायद उसले उसलाई देख्यो होला अनि उसले तर भन्यो होला म चाहिँ उसलाई सहयोग गर्दिनँ, उसको थोकहरूमा उसको कामहरूमा म कुनै कुरामा पनि हात हाल्दिनँ। And at that time he just left, then a Levite comes too. अनि ऊ चाहिँ त्यो समयमा चाहिँ त्यो बाटोबाट तर्केर ऊ जाँदछ अनि त्यसरी नै एउटा लेवी पनि त्यतिखेर आइपुग्दछ। Likewise, a Levite, when he arrived at that place, came and looked and passed by on the other side. अनि यहाँ 32 मा त्यसै गरी एकजना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। So the Levite also, he also might have thought, oh, if this priest like ignores him, let me also do, because me too, I have lots of things to do. If he cannot help, why should I help? Maybe he thought like that, and he also left. अनि यहाँनिर हामीले हेर्यौँ भने आज त्यो लेवी व्यक्ति पनि आज त्यो बाटोबाट भएर तर्केर गएको छ अनि सायद हुन सक्छ कि उसले पनि सोच्यो होला यो पुजारीले त यो व्यक्तिलाई सहयोग गरेन अथवा उसले पनि उसलाई सहयोग गरेन भने म चाहिँ किन गर्नु, मेरो पनि धेरै कामहरू छ भनेर ऊ पनि सायद तर्केर जान सकेको हुन्छ। We sometimes we're so busy in our own schedules, in our works, and so many things. We are not like bad people, like we are very good Christians, we are all good people, yeah? Like maybe this priest and like the priests are not bad people, or Levite also not good, because they work in that, like in the temple, they serve. But like at the same time, we also most of the time we ignore the things that we see with all the scheduling things, or maybe if I help I will be in trouble, or I don't want to mess with it because I have so many things to do. The business like catches us up. अनि यसरी नै जसरी यो व्यक्तिहरूले पनि आज जुन व्यवहार यहाँनिर गर्नुभएको छ त्यसरी नै आज हामी पनि एउटा असल विश्वासी त हुन सक्छौं, तर कतिचोटि हामी पनि आफूले पहिलादेखि नै बनाएको जुन एउटा म यस्तो काम गर्छु उस्तो गर्छु भनेर जुन एउटा बनाएको हुन्छ त्यो अनुसार भएको कारणले गर्दाखेरि हामी एकदमै बिजी भएको कारणले गर्दाखेरि चाहिँ हामी पनि भन्न सक्छौं कि म गर्ने थिएँ तर मेरो धेरै कामहरू छ भनेर। यसरी नै उनीहरूले जसरी उनीहरूको जुन भूमिकाहरू थियो आज यसको कारणले गर्दा उनीहरूले पनि गर्नु सकेन, हामी पनि कतिचोटि त्यस्तै गरिरहेको हुन सक्छौं।